गुड मर्निङ एन्ड नमस्ते, वेलकम टु माई न्यू ब्लग। आज चाहिँ हेर्न सक्नुहुन्छ मौसम अति सुन्दर नै देखिएको छ, तर त्यही हो गर्मी, घाम देखिएको छैन तर गर्मी नै छ। मेरो पिकोले मर्निङ वक गर्नको लागि ल्याइसकेको थिएँ अनि त्यसपछि हेर्न सक्नुहुन्छ हाम्रो हाँसहरू मोबाइल हेर्ने बित्तिकै झन् नजिक आएर सेल्फी ठोकिरहेको कि हाँस पनि। अनि 2-3टा फुलहरू पनि फुलिसकेको थियो। फाइनल्ली हेर्न सक्नुहुन्छ कति दामी दामी। अनि आजको चाहिँ मेरो डेली रुटिन सधैँ के बनाउने भनेर सोचिरहेको हुन्थेँ। आज चाहिँ विशेष आफ्नो डेली रुटिन गरेर देखाऊँ न भनेर सोचेर प्लान गराएर आफैले बिहान चाहिँ मैले रेडी थिएन, अनि त्यही भएर मैले बिहानको अलिक क्लिप्सहरू हालिनँ। पछि एक्कासी के जोस निस्क्यो खै मलाई पनि थाहा भएन। अनि त्यसपछि आज चाहिँ डेली रुटिन होइन, डेली रुटिन भन्दा पनि डे रुटिन, आज के गर्छु दिनभरि त्यो सबै रेकर्ड गर्नु पऱ्यो भनेर जोस चढ्यो मलाई। अनि त्यसपछि आज विशेष गरी मेरो जेठानी दिदीको चाहिँ नाइट ड्युटी थियो, सो उहाँले बिहान खाना बनाउनु भयो अनि म फ्री पनि भएँ कि आफ्नो रुम चाहिँ पुरा डिप क्लिन गर्ने मौका पनि पाएँ। किनभने अरू बेला चाहिँ गर्न त गरिन्थ्यो, तर उहाँको छोराछोरीहरूले स्कुल पठाउँदैन पऱ्यो, रेडी गर्नका लागि नास्ता खाना दिनुपर्छ यताउता गर्दाखेरि, अनि ब्लग बनाउने भिडियो बनाउने टाइम हुँदैन, ज्याउ हुन्छ कि बच्चाहरू भएपछि यताउता गर्नलाई। अनि आज चाहिँ बिदा पनि रहेछ, मुस्लिमहरूको खै के चाडपर्व रहेछ आज सायद, अनि त्यही भएर स्कुलहरूको पनि बिदा, ती दुवैजना बच्चाहरू पनि भित्रै थिए। अनि उहाँ दिदीले चाहिँ खाना बनाइराख्नु थियो अनि मलाई चाहिँ जोस चढेर आज रुटिन गर्न मन लाग्यो के काम गर्ने रहेछु म पनि आफैले हेरिहालौँ न। मान्छेले भन्छ नि होइन, घरमा बसेर केही काम हुन्न, बस्छ सुत्छ खान्छ भन्छन्, तर आज यो भ्लग मार्फत म देखाउन चाहन्छु ती मानिसहरू जसले एकदमै घरको कामलाई व्यवस्था गरेका छन्, मतलब घरको कामलाई देखेको छैनन्। यो भिडियो हेर्नुहोस्, हजुरहरूले को बस्छ सुत्छ खान्छ भन्नुहुन्छ नि, हेर्नु राम्रोसँग के काम हुँदो रहेछ घरमा। गर्न खोजेपछि गर्न चाहेपछि थुप्रै काम हुन्छ, एकदमै अनलिमिटेड काम हुन्छ। अनि कोलियामा चाहिँ स्कुटी राखेको थियो अनि स्कुटीले पछाडि सारेर कोलियामा पनि सरसफाइ कार्यक्रम गर्दै थिएँ। यो चाहिँ डेली रुटिन है, सधैँ गरिरहेको हुन्छ। आज चाहिँ भिडियो बनाएको है, अनि कोठासोठा च्याटचुट पारेर फेरि कोलियामा आएँ। कोलियामा पनि यताउता झारझुर पारेँ। बर्खाको टाइम चाहिँ स्कुटीबाट माटोहरू झल्लिएर आउँछ कि भित्र, अनि त्यो माटोहरू सब झारझुर पारेँ। त्यसपछि फेरि बाहिर बरन्डामा गएँ अनि यो महारानी फेरि पछि लागेर खेलाउनका लागि कतिखेर खेलाउँछ मलाई भनेर मेरो पछि लागिरहेको थिएँ। यसलाई बिहान वक त गरिसकेको थियो, फेरि पनि यसले बाहिर जान मन लागेको थियो कि, अनि त्यसपछि मेरो पछि लागेर हैरान पारिरहेको थिएँ। भिडियो हेर्दै यति छिटो काम गर्ने रहेछ भने सोच्नु होला, काम छिटो होइन, भिडियो एडिट चाहिँ स्पिडमा गरेको है। काम फेरि छिटो सोच्नुलाई हेर्न सक्नुहुन्छ हाम्रो सासु आमाको कोठा औषधिले छर्लङ्ग पार्नु भएको छ। जति मिलाए पनि पुरा बच्चाको जसरी यताउता फाल्नुहुन्छ। अनि आज फेरि पनि आफ्नो कोठा मिलाइसकेपछि म आएँ आमाको कोठा मिलाउनको लागि। अनि हेर्न सक्नुहुन्छ फोहोर त खासै थिएन, तर पनि डिप्लिन भनेपछि एकदम जोस लाग्छ कि होइन, एउटा कोठा सफा मात्र किन गर्ने, सब सफा गर्नु मन लाग्छ। अनि त्यसपछि मजाले सफा गरेँ। लास्टमा भिडियो क्लिपहरू हेर्छु त्यो बोतलले डिस्टर्ब गरेर रहेछ कि, बोतलले गर्दा केही भिडियो राम्रोसँग देखिरहेन छ त्यही पनि। अनि त्यो माकुराको जालहरू लागेको रहेछ, अनि माकुराको जालहरू निकाल्ने, यो माकुरा पनि खै के हो कि यसको केही हटाउने केही हुन्छ नि, औषधि मेडिसिन केही हुन्छ भने भन्न सक्नुहुन्छ। बहुत धेरै छ कि जति हटाए पनि दिनकै लागिहाल्छ। अनि त्यसपछि जालहरू फाल्दै गरेँ, फालेँ अनि त्यति बेलासम्म खाना पनि पाक्दै थियो सायद। अनि मैले फाल्दै आफ्नै व्यस्ततामा मस्तले ब्लग भिडियोसँगै कति जोस चढायो मलाई। ओ माई गड, हाँसो लाग्छ कति बेला। मस्तले काम गरेँ। अनि त्यसपछि बेड पनि मिलाउनु पर्ने थियो, अनि बेडमा पनि झारझुर पारेँ। खासै बेड त फोहोर हुँदैन, उहाँको एक्लै सुत्नुहुन्छ नि त। मेरो बेड एकदमै फोहोर हुन्छ, मैले उहाँको बेडसिट चेन्ज गरेन किनकि मैले मेरो र उहाँको सँगै धोएको, त्यो उहाँको एक्लै सुत्नुहुन्छ, केही फोहोर हुन्न। म चाहिँ पिकोसँग सुत्छु कि, पिको मसँगै सुत्छ, अनि त्यही भएर त्यसको त्यो फोहोर गरिदिन्छ कि, त्यही भएर मलाई चाहिँ
छिटो छिटो आफ्नो बेडसिट चेन्ज गर्छु कि धुन्छु। उहाँको चाहिँ केही फोहोर भएको थिएन अनि त्यही भएर मैले उहाँको चेन्ज गरेन, त्यसरी नै मिलाइहालेँ। त्यसपछि फेरि आयो भुइँको पालो। अनि भुइँमा पनि खासै केही थिएन, आज सङ्गति पनि थियो। आज हाम्रो कोठामा सङ्गति हुन्छ आज बेलुका, अनि त्यही भएर पनि सरसफाइ पनि गर्नुपर्ने थियो। अनि काठको तलहरू अलिअलि फोहोर थियो, अनि झारझुर परेको। फोहोर भन्दा पनि कपालहरू के घरभरि सबको कपाल, बच्चादेखि लिएर ठुलोसम्मको सबको कपाल घरभरि यति जति खोज्यो भने त्यति, मतलब भन्छ नि के भन्छ कि त्यो भन्ने बिर्सेँ मैले, आएन। जति खोजे उति भेटिन्छ कि त्यो कपालहरू। त्यस्तै नै कपालहरू लथालुङ्ग हुन्छ सबको कपाल, कुकुरदेखि लिएर मान्छेसम्म सबको कपाल घरभरि हुन्छ। अनि त्यसपछि कपालहरू निकाल्नका लागि पनि पुरा सरसफाइ गर्नुपर्छ कि दिनकै, नत्र खानाहरूमा अलि हुन्छ नि हेल्थ इस्यु भइहाल्छ, फेरि बिराम भइहाल्छ जसले पनि। अनि त्यसपछि खाटको तल घुसी चाहिँ सरसफाइ गर्न लागि होइन, कपाल देखाइरहेको छु कि मैले, हेर्नुहोस् है हेर्नुहोस्, प्रुफ देखाउनु पर्छ कि, नत्र फेरि आमाले भन्नुहुन्छ अस्ति भर्खर सफा गरेको केही फोहोर छैन भन्नुहुन्छ क्या, प्रुफ देखाउनु पऱ्यो नि त फोहोर कतिको छ भनेर। अनि मैले भिडियोमा यस्तरी पुरा हातले मस्तले देखाइरहेको थिएँ कि सबलाई। अनि त्यसपछि बिस्तारै झारझुर कार्पेटहरू ठ्याक्कै मिलाएँ। कार्पेटरमा पनि कपाल लागेरहेछ, अनि झारझुर एकदम स्पिडले अनि सफा गरेँ। अनि त्यसपछि फेरि आयो, हेर्न सक्नुहुन्छ आफ्टर र बिफोरको है। यो चाहिँ आफ्टरको कति दामी बनाइदिएछु मैले, चम्किरहेको छ। अनि त्यसपछि फेरि पिकोलाई मैले लगेँ, हेर्न सक्नुहुन्छ बिहान चाहिँ अँध्यारो थियो, अहिले चाहिँ घाम लागिसकेको थियो, टलक्क पारेर गर्मी भइसक्यो। अनि फेरि मैले पिकोलाई गर्जाम बहुत गर्मी हुन्छ कि, मलाई बहुत गर्मी लाग्छ। अनि गर्जाम होइन त्यसलाई लिएर आएँ। अनि त्यसपछि नुहाइधुवाइको पालो। सरसफाइ गरेको दिन नुहाइधुवाइ एकदमै कम्पलसरी हुन्छ क्या। धुलोहरू टाउकोमा टाँसिन्छ, शरीरमा टाँसिन्छ, कपडामा टाँसिन्छ धुलो फोहोर। अनि त्यसपछि सरसफाइ गरेपछि टाउको नुहाउन थालेँ। मलाई चाहिँ टाउको नुहाउन एकदम टाइम लाग्छ, शरीर नुहाउन अरू काम गर्ने खासै टाइम लाग्दैन, टाउको नुहाउन बहुत टाइम लाग्छ। एकदम बेसरी पानी हाल्ने, जबसम्म खैकिन जति धोयो भने धोए जस्तै लाग्दैन कि कपाल मलाई। अनि त्यसैले मजाले मिची राखेर अनि धोएँ। अनि धोइसकेपछि अनि लास्टमा चाहिँ त्यो हुन्छ नि बाल्टिनमा पानी भर्ने अनि टाउको डुबाउने, त्यस्तो चाहिँ गर्नैपर्छ। त्यो नगरेसम्म त मलाई कपाल नुहाएको जस्तै लाग्दैन। त्यो चाहिँ मैले आफ्नो मम्मीबाट सिकेँ, मेरो मम्मीले पनि त्यस्तै गर्नुहुन्थ्यो। अनि त्यसपछि अब सानो त बच्चा तपाईँ केमा, अनि मम्मीको हेर्दा मैले पनि त्यस्तै गर्न सिकेँ। यो कपाल जनाले हैरान परिरहेको छन्। अनि कपाल डुबाए यस्तो दामी सिल्की देखेर चाहिँ हेर्नु सक्नुहुन्छ। अनि फेरि टाउको नुहाएर सिधाएँ। अनि मेरो आउटफिट चेक गर्नलाई झम्पर लाएँ, मम्मीले फ्रकलाई झम्पर भन्नुहुन्छ कि, त्यही भएर मैले झम्पर लगाइसकेको थिएँ कुर्ता। अनि त्यसपछि कति राम्रो भयो भने आफूले मक्कै भइसकेको थियो। नुहाएपछि एकदम फ्रेस फिल हुन्छ नि, हो त्यस्तै। नुहाएपछि अब कपडा पनि धुनु पऱ्यो। बिहान चेन्ज गरेको बेडसिटहरू कपडाहरू धेरै त थिएन, 2-3 जोड मात्र थियो, किनकि म सधैँ नुहाउने बित्तिकै धोइहाल्छु क्या। अनि त्यसरी बेडसिट भएको कारणले चाहिँ अलिकति धेरै देखिएछ। अनि मजाले कपडा मिची धोएँ। घाम पनि लागिसक्यो त, आज त मजाले सुक्छ सोचेँ, के गर्नु कपडा माथि सुकाएको थिएँ। 1-2 मतलब आधा 1 घन्टापछि फेरि सिमसिम पानी आउनु लागिसक्यो। नेपालगञ्जको हावापानीको केही भरोसा होइन। अनि हेर्न सक्नुहुन्छ यति स्पिडले एकदम धमाधम मैले चाहिँ कपडा धुन्छु क्या। हेर्नुहोस् मैले आफूले पनि हेर्छु कति बेला क्यामेरामा पानी पेल्दै धमाधम धुन्छु। पछाडि हाँसहरू पनि यताउता गरेर कस्तो राम्रो देखिएर रहेछ। मैले नोटिस गरेको थिएन अघि नै, कस्तो दामी देखिएर रहेछ हाँसहरू पनि। अनि हेर्न सक्नुहुन्छ कपडा धोएर सिद्धियो। अनि फाइनल्ली अब कपडा धोइ सिद्धिसकेपछि त सुकाउनु त परिहाल्यो। अनि त्यसपछि गएँ छतमा। हेर्न सक्नुहुन्छ कपडा मिलाउन पनि एकदम स्टाइलिस चाहिने, अनि सुकाउनको लागि पनि एकदम स्टाइलिस चाहिने। अनि त्यो सरिया चाहिँ बाङ्गो भएको थियो कि, त्यो बच्चाले सब तानी अनि त्यसले पनि सिधा पारेँ। त्यसपछि स्पिडको तालमा चाहिँ
हावा पनि हेर्न सक्नुहुन्छ कति दामी हावा लागिरहेको थियो। अनि त्यसपछि कपडाहरू पनि सुकाएर सिद्धिसकेपछि भाइ यस्तो भयानक तरिकाले भोक लागिरहेको थियो। बिहानदेखि काम गरेको थिएँ। अनि त्यसपछि खाना बसेँ म चाहिँ। खाना खाएर सिद्धिसकेपछि चाहिँ के गर्ने, भाडा माग्नै पर्यो। अनि त्यसपछि भाडाको थुप्रो निकाली बाहिर, अनि ग्यास स्यास पोछपाछ पारेर सफा भएपछि बल्ल चाहिँ खाना पकाउनु मजा हुन्छ कि। अनि भाडा फोर्थ्यो, अनि भाडाहरू चाहिँ बाहिर लिएर आएँ। अनि एउटा मिची र धोएँ। अनि त्यसपछि भाडा धोइसकेपछि अनि म किचनभित्र आउँछु क्या यसपछिको भिडियोमा। अनि त्यसमा मजाले भाडा धुन्छु कि, जबसम्म भाडा सफा हुन तबसम्म मजाले धुन्छु मिच्छु। अनि त्यसपछि मलाई चाहिँ यो अनि ग्यासको चुलोहरू एकदम सफा चाहिन्छ क्या। फोहोर भएपछि मलाई खाना पकाउनु मन लाग्दैन। यस्तो एकदम इरिटेसन र रिस बहुत उठ्छ कि। अनि त्यही भएर सधैँ त्यो धुएर आउँछु कि जाली त्यो चुलोमा राख्ने हुन्छ नि कालो के भन्छ त्यसले, हो त्यो वाला, त्यो सधैँ धुन्छु कि। अनि त्यसपछि हेर्न सक्नुहुन्छ एकदम चिल्लो पारेर भाडा चाहिँ मैले धोइसकेको हुन्छु। अनि हेर्दाखेरि शीतलै छ, कपाल गरेको थिएन कि झ्याङ्गानाङ्ग भयो। त्यो गर्मी पनि भइरहेको थियो मलाई, के गर्ने। अब घाम न पानी, घरभित्र काम गर्ने मान्छेलाई त्यस्तै हो, हेर्न सक्नुहुन्छ। अब चाहिँ फेरि किचन रुम सफा गर्न गएँ। किचन रुम खाना खाइसकेपछि किचन रुम साफ गरिसकेँ। अनि त्यसपछि तल काठको तल यताउता एउटा प्याज चाहिँ कुहिएको रहेछ, त्यो प्याजहरू पनि निकाल्थेँ। त्यसमा देखिएको छैन कि भिडियो ठ्याक्कै माथि गएर चाहिँ मोबाइल, अनि त्यो देखेन। अनि त्यसपछि झारझुट पारिके त्यसपछि हेर्न सक्नुहुन्छ मैले काम गरेर सिधै भनेर चाहिँ लास्टतिर देखाउँछु क्या। हेर्न सक्नुहुन्छ मैले चुलो टलक्क टल्काइसकेको छु। अनि भाडा पनि धोइसकेको छु। अनि त्यसपछि हुन्छ कपडाहरू पट्याउने के 1 सेकेन्ड धोथिनँ कपडा। अनि हावाहुरी लाग्न लाग्यो, सिमसी पानी पर्न लाग्यो, के गर्ने। सब यो चाहिँ पातलो तन्नाहरू भएर सलहरू भएर चाहिँ सुकिसकेको थियो। अनि मैले यसले चाहिँ तल लिइसकेँ। अरू कपडाहरू चाहिँ सुकेको थिएन, त्यो सबै कपडाहरू माथि नै छन् अझै पनि। अनि माथि नै राखेको छु, त्यसैले घामै लागेन, के गर्ने, सुकाउनु त परिहाल्यो, नत्र गन्न हुन्छ कि आजकलको बर्खाको टाइममा। अनि त्यसपछि त्यो कपडाहरू माथि राखेँ, तन्नाहरूले मस्तले च्याटचुट पारेर मिलाएँ। हेर्न सक्नुहुन्छ एकदम बराबर कुना लगाएको छ। टुक्रा हाल्नको लागि कस्तो देखा, कस्तो नराम्रो देखाएको छ कि कस्तो देखाएको हुन्छ। खाना पनि पाकिसकेको छ, भात तरकारी दाल खाना पाकिसक्यो। अब एकछिनमा खाने हो। अनि त्यसपछि टेस्ट गर्न बाँकी रहेको त्यही छ, अब उठाउनु छु। अनि त्यसपछि फेरि त्यही रेगुलर ड्युटी, खाना पकाउने, सरसफाइ गर्ने, भाडा माग्ने। अनि त्यो काम गरेर सिद्धिसकेको छ। हेर्न सक्नुहुन्छ अहिले चाहिँ बेलुकाको मौसम फ्रेस भइरहेको छ। हजुरहरूले सुन्नुभएको होला होइन, रसुवामा एकदमै दुःखद घटना घटेको छ। बाढी पहिरो आएर एकदमै धनजनको मानिसको सबै भौतिक आर्थिक सबै कुराको क्षति भएको छ। हामी चाहिँ प्रार्थना गर्नेछौँ ती क्षति भएका हरेकलाई सान्त्वनाको निम्ति हामी प्रार्थना गर्नेछौँ। अनि त्यसपछि आजको ब्लग यति नै राख्नेछौँ। हजुरहरूलाई ब्लग कस्तो लागेछ कमेन्ट गरेर भन्नु होला मलाई, ताकि मलाई मोटिभेट मिल्न सकेकोस्, ताकि म भोलि पर्सिका दिनमा फेरि नयाँ कन्टेन्ट नयाँ भिडियोहरू लिएर आउन सकूँ। अनि त्यसपछि आजको भिडियो यति नै राख्नेछौँ। हस् त, नमस्ते, गुड नाइट, बाई बाई, टेक केयर।